मर्यो ल यो चाहिँ पोथी आम्बो गाइस लु लुखा गाइस हेर्न सक्नुहुनेछ यत्रो लागेकै छैन नि। हेलो एभ्रिवान नमस्ते वेलकम ब्याक टु माई युट्युब च्यानल। आजको न्यू भिडियोमा हजुरहरूलाई स्वागत छ। आज पनि म आइसकेको छु हजुरहरूको साथमा कलौते। साथीहरू आज चाहिँ म चाहिँ कहाँ आएको छु भने साथीहरू घरदेखिको ठ्याक्कै 80 किलोमिटर चाहिँ हामी चाहिँ पर आएको छौँ। आज चाहिँ हामी चाहिँ बाम मार्नको लागि आएको छौँ। यहाँ हेर्न सक्नुहुनेछ हाम्रो चाहिँ यहाँ मेहनत यस्तो छ होइन। टक्कसँगले दाइले चाहिँ यहाँ चाहिँ खन्दैछ होइन। अनि आज चाहिँ यहाँ सुमन गिरी आउनुभएको छ, अर्को दाई अनि हाम्रो टिम हो। अनि भिनाजु पनि यता हुनुहुन्छ होइन। बाम नभेटेर चाहिँ तनाव भइरहेको छ होइन भन। भर्खर अब एउटा नास्ताको लागि त व्यवस्था भइसकेको छ। अब अरू अब घर लानको लागि चाहिँ अब बाँकी नै छ। साथीहरू यहाँ चाहिँ एउटा बाम भेटेको कारणले चाहिँ हामीले चाहिँ यहाँ धेरै खनिराखेको छौँ। यहाँ हेर्न सक्नुहुनेछ बामको लागि अलिक सुक्खामा चाहिँ अलिकति धेरै खन्नुपर्छ कि पानीमा चाहिँ अलिकति धेरै खन्नु पर्दैन होइन। सो यहाँ हेर्न सक्नुहुनेछ त्यही छ कि क्या हो। अब हेर्नु सक्नुहुन्छ यो यसबाट चाहिँ कत्रो निस्किन्छ, यत्रो निस्किन्छ कि कत्रो सुमनको जत्रो यत्रो होइन। अब यहाँ हेर्नु सक्नुहुनेछ अहिले चाहिँ म हजुरहरूलाई देखाउने छु। अहिले चाहिँ धेरै अझै खन्नुपर्छ धेरै होइन। त्यही भएर चाहिँ हामी चाहिँ अहिले भेटाएपछि चाहिँ म देखाउने छु। हामी 6 जनालाई चाहिँ यहाँ आधाले गु बनाइसकेको साथीहरू बामले होइन। यति खन्नु परेको छ साथीहरू, यति खन्नु परेको छ कुरै छोडौँ। यहाँ हेर्नु साथीहरू यो घरमा यति काम गर भनेको भए गर्थेन होला, तर के गर्नु त पर्यो। आधाको लागि गीत गाएर एउटा आधा निकाल्दैन। ल यस्तो छ हालत आधाको। यहाँ चाहिँ सिआइडी हो, आधाको सिआइडी उहाँ हुनुहुन्छ टोपी लगाएर सिआइडी उहाँ हुनुहुन्छ। नयाँ मान्छे नयाँ सिआइडी हो हामी होइन। हामी त गोठाले ल यस्तै छ। हामी चाहिँ अहिले आधा चाहिँ खन्दैछौँ, तर गु बनाइसक्यो, खन्दा गु बनाइदिइसक्यो। यहाँ हेर्न सक्नुहुनेछ दाइले चाहिँ पुरै खन्दैछ होइन। अब 2वटा डुलो चाहिँ भेटाएको छ होइन। डुलो अब खोज्नु त केटा मान्छे त च्यानप्यान हुन्छ, खोइ के हो। साथीहरू हामीले चाहिँ आधाको पुच्छर देखिसकेको छु, बामको पुच्छर। सो होइन अब चाहिँ यो डुलोभित्र चाहिँ कत्रो छ डुलो। यो डुलोमा चाहिँ कत्रो छ होइन, हाम्रो भन्दा ठुलो छ कि कत्रो छ होइन थाहा छैन। सो हेर्नु सक्नुहुनेछ हामीले चाहिँ यति धेरै खनेको छौँ कि यति धेरै खनेछौँ हामीले मात्र थाहा छ। यति दुःख भएको छ होइन। सो यहाँ हेर्नु सक्नुहुनेछ सबैजना प्रतीक्षामा रहेको छ। अब हेर्नु है त हजुरहरू पनि प्रतीक्षामा हुनुहुन्छ भन्ने आशा छ। अब हेर्नु है त उता गयो उता गयो माछे उतै हान्न यता होइन के अलिक। ओहो साथीहरू के भयो डुलोमा खानेर यो माटो चाहिँ धेरै लिसो भएको कारणले चाहिँ हामीले चाहिँ यहाँ खन्नु सकेको छैनौँ कि। ल उता गयो नि उता गएको छ होइन। अब हेर्नु खै यता फाँसिहालेछ गाइस हामीले चाहिँ आधा भेटिसकेको छौँ। उहाँ हेर्न सक्नुहुनेछ यति धेरै सङ्घर्ष गरेर हामीले चाहिँ आधा भेटिसकेको छौँ। हेर्न सक्नुहुनेछ उहाँ पहेँलो ढिको गरेर यहाँदेखि चाहिँ खन्नु पाएन कि यसले, नभए यति धेरै सङ्घर्ष गरे। बाटो लसाले मुख लाएर दाँतले चेपेर निकाल्छ।
यही हो माल, यही हो गाइस, यही हो। ल फाइनली बोरा बोरा यसमा यो गर्दा देख्दा गाइस फाइनली होइन हामीले चाहिँ बाम भेटिसकेको छौँ। यहाँ हेर्नु सक्नुहुनेछ। लागेकै छैन नि, लागेन नि चोट लागेन। ल पाउ गाइस त्यही रहेको छ। हामीले चाहिँ यसकै लागि चाहिँ सङ्घर्ष गरिराखेको थियौँ होइन। हजुरहरूले देख्नुभयो होला होइन, कसैले चाहिँ सर्प भन्नुभयो होला होइन। यसले बमै के भन्छ अरे बाम भनिन्छ, यसलाई चाहिँ हामीतिर चाहिँ बाम भनिन्छ, हजुरकोतिर चाहिँ के भनिन्छ थाहा छैन होइन। सो आज हामीले चाहिँ यति धेरै सङ्घर्ष गरेको यसकै लागि हो। हामीले फाइनली भेटिसकेको छौँ होइन। हजुरहरूले कृपया कमेन्टमा भन्नु होला। हामीले चाहिँ अब फेरि अर्कोतिर जान्छौँ है त साथीहरू। ल देखाउनु पाइनँ होइन, निस्किसकेको थियो त्यही भएर गाइस होइन। अब मैले चाहिँ यहाँ यति रहेको छ गाइस। ल गाइस यहाँ हेर्नु सक्नुहुनेछ, हामीले चाहिँ पनै बाम मारिसकेको छौँ। सो गाइस हेर्नु सक्नुहुनेछ यत्रो आधी केजी जति चाहिँ आइसकेको छ। फाइनली मैले चाहिँ राम्रोसँगले देखाउनु पाइनँ साथीहरू होइन, किनकि डुलो बाहिर निस्किसकेको थियो होइन। क्यामेरा खोल्दै मैले देखाउनु पाइनँ है त साथीहरू। ल तर धेरै ठुलो, मेरोभन्दा पनि ठुलो साथीहरू, धेरै ठुलो छ अर्कै। भेनाले नै पक्रिराखेको छ अहिलेसम्म चाहिँ होइन। भेनालाई चाहिँ यो बाम पक्रिनु धेरै रडले गर्दाखेरि त्यही भएर भेनाले मात्र अहिलेसम्म पक्रिनु भएको छ। पेट्रोल डढाएर साथीहरू अन्त हाम्रो घरदेखि 80 किलोमिटर भनेको होइन नि होइन, 80 किलोमिटर भनेको परौ। ल फाइनली खुसी लाग्यो होइन। यत्रो मिहिनेत गरेर पनि हामीले यसमा चाहिँ दुईवटा पारिसकेको छौँ, पक्रिसकेको छौँ। ल है त साथीहरू, हजुरहरूले पनि देख्नुभयो होला। यो पालि चाहिँ मैले राम्रोसँगले देखाउनु पाइनँ यो बाम है। अघि पनि त्यही डुलो भएर होइन हामीले आउस भन फेरि लुखा मरिजा मर्यो। ल यो चाहिँ पोथी आइसकेको छ। ल फाइनली हामीले पक्रिसकेको छौँ। यहाँ हेर्न सक्नुहुनेछ। हेरेका हो यो चाहिँ सजिलो पाराले अझै छ कि यहाँ कोटाउनु न, यसो गर्नु न, यसो गर्नु न, यस्तो घारीमा चाहिँ त्यो बाम हुन्छ कि साथीहरू। यहाँ हेर्न सक्नुहुन्छ यस्तो हो, यस्तो गल्लीमा भन्दा पनि कचरामा हुन्छ कि साथीहरू। यहाँ हेर्न सक्नुहुनेछ यस्तो पात पन्साएर चाहिँ डुलो हेर्नुपर्ने हुन्छ। हामीले चाहिँ अघि डुलो भेटाएको कारणले चाहिँ अनि चाहिँ अहिले चाहिँ फेरि खन्न लागिराखेको छौँ। यहाँ हेर्न सक्नुहुनेछ। यहाँ चाहिँ अब अलिकति दुःख हुँदैन भन्ने आशा छ। अब यहाँ हेर्न सक्नुहुनेछ यसलाई चाहिँ गोलो बनाएर चाहिँ हामीले चाहिँ बाम मार्नु पर्ने छ है त। ल मारिसक्यो। ओ माई गड गाइस हेर्नु फेरि पनि हामीले भेटाइसकेको छौँ। देखाइदियो त एकचोटि यसरी गरेर। ओइ आम्बो गाइस हेर्नु सक्नुहुनेछ 1 केजीको बाम चाहिँ भेटाइसकेको छौँ फेरि पनि। ल है त हामीले चाहिँ बाम बल्ल फेरि पनि भेटाइसकेको छौँ होइन। हेर्नु सक्नुहुनेछ। ल गाइस आधा यही हो गाइस। यतिसम्म दुःख गरेको यसकै लागि हो। तरकारी नभएको अवस्थामा चाहिँ हामीले चाहिँ बाम नै बनाउन लागिराखेको छौँ। यहाँ हेर्नु सक्नुहुनेछ आधी केजीको बाम रहेको छ होइन बेना, आधी किलो छ। यहाँ हेर्नु सक्नुहुनेछ। अब हेर्दाखेरि चाहिँ यहाँ सर्प जस्तो देख्नु भएको होला। ल साथीहरू यहाँ हेर्नु सक्नुहुनेछ। यसरी पिस बनाउनुपर्छ। च्वाइ च्यार ल है त। ल
गाइस यहाँ हेर्न सक्नुहुनेछ अनि भेना रहेको छ यहाँ चाहिँ कुकमेन यहाँ हेर्न सक्नुहुनेछ उहाँ चाहिँ काम हुँदैछ उहाँ चाहिँ होइन एउटा बाम भेटाएको थियो भाग्यो साथीहरू के गर्नु गाह्रो पो छ त बाम पकड्नुलाई ल यहाँ हेर्न सक्नुहुनेछ लास्टै भोकले चाहिँ च्वाइ गरेछ के पेटमा चुवा दौडेको छ त्यही भएर यहाँ बेसार हामीले यहाँ बेसार डालिसकेको छौँ यहाँ हेर्न सक्नुहुनेछ मासु चाहिँ यहाँ हेर्न सक्नुहुनेछ बामको मासु हजुरहरूले टेस्ट गर्नु भएको छ भने कमेन्टमा भन्नु होला साथीहरू ल अनै बाम पाकेर पनि बन्दामा पनि भइसकेको छ साथीहरू यहाँ हेर्न सक्नुहुनेछ अनि यहाँ चाहिँ हेर्नुहोस् यस्तो छ खाइ हालत त्यस्तो छ ओहो यता चाहिँ मासु पनि छ होइन मासु देखाइदे एकचोटि मासु चाहिँ कहाँ छ त मासु अघि देखायो होइन तैँले लु देखाइदे त मासु कहाँ छ एकचोटि हो हेर अनै बाम च्वाचेको अनि अर्को अहिले स्पेसल अनै बाम सो अनि यहाँ हेर्न सक्नुहुनेछ साथीहरू सबैजना यहाँ चाहिँ खानपिन हुँदैछ यहाँ दाइले चाहिँ सकिसकेको छ यहाँ होइन चट्ट पारेर साह्रै हतार भइराखेको थियो त्यही उसले छिटो अहिले चाहिँ ठ्याक्कै 3 बजिसकेको छ यहाँ काका सिआइडी काका के छ आमा ठिकै छ अनि म पनि खाना लागेको साथीहरू होइन यहाँ मेरो देख्न सक्नुहुनेछ अब चाहिँ हामी खान्छौँ है त हामीले चाहिँ खानासाना खाएर पनि अब फेरि हामी लागि पर्छौँ आधा मार्नको लागि बाम मार्नको लागि हेर्नु सक्नुहुनेछ अझ अब चाहिँ डुलो डाला खोज्नु पर्ने छ होइन अब छोरै मान्छे छ डुलो मान्छे छैन साथीहरू आफैले डुलो खोज्नु पर्ने छ साथीहरू के बोले भाइ के बोले भैँसे जुका ओ माई गड यस्तो भैँसे जुका ओ माई गड यस्तो त्यसलाई चाहिँ लागेको खोइ कहाँ फालिदिएको त फेरि हामी चाहिँ सङ्घर्ष गरिसकेको छौँ यहाँ हेर्न सक्नुहुनेछ यति धेरै चाहिँ माटो हामीले चाहिँ फालिसकेको छौँ अब हेर्न सक्नुहुने चाहिँ यहाँ बाम निस्केको साथीहरू वा ओहो बरबर खै यता हेर्नुपर्छ पनि भेटिसकेको छौँ गाई चाहिँ हामीले फेरि पनि भेटिसकेको छौँ यहाँ हेर्न सक्नुहुनेछ ओहो घेसियो हान्दिनु मऱ्यो नि त अब घाइते भयो जाने अब हान्नु भएन हान्नु अब आयो दुईटा रहेछ हान्नु क्वाच्चे बनाउनु हो भेटायो होला अहिले पटपट गर्दै गएको छ 5 बजिसकेको छ साथीहरू होइन अनि अब चाहिँ हामी घर जानु लागेको अनि 5वटा बाम चाहिँ हरायो कि साथीहरू होइन अनि त्यही 5वटा बाममा हराएदेखि चाहिँ यति लफडा लाग्यो कि तपाईँहरूले भन्नै नपर्ने अब चाहिँ सबैजनाले चाहिँ होइन यो खोला रहेछ यो खोलामा चाहिँ हामी चाहिँ सरसफाइ गरेर चाहिँ हामी चाहिँ घर जान लागेको साथीहरू है अब त्यस्तै आधा चाहिँ तपाईँको 5-6 केजी जति चाहिँ हामीले मार्यौँ होला अब चाहिँ हामी त्यति भए पनि अब घाम पनि डुबिसक्यो त्यही भएर चाहिँ हामी घर जान लागेको अब चाहिँ हामी घरमै गएर भेट्नुपर्छ है त साथीहरू ल